एउटा छोरी मान्छे भएर जन्मिएपछि आफ्नो घर त्यागेर पराई घर जानै पर्ने कस्तो चलन हो यो। छोरी मान्छेको आफ्नो घर हुँदैन र? न त जन्म गर्ने आफ्नो हुने न त कर्म गर्ने। के छोरी मान्छेको जिन्दगी सधैँ दुःख र पीडामा नै कट्ने हो त? धेरै धेरै धन्यवाद छ यो बानु भट्टराई।